जहाँ सुनका बाला झुल्छन्, जहाँ इन्द्रधनु झर्छन्, जहाँ सुनका बाला झुल्छन्, जहाँ इन्द्रधनु झर्छन्, डाँफे मुनाल रम्दै पहराले प्रीत लाउँछन्। यही हो मेरो देश नेपाल, यही हो मेरो देश नेपाल। जन्मे बुद्ध यही नै विश्वलाई शान्ति बढाए, जन्मे बुद्ध यही नै विश्वलाई शान्ति बढाए। ऋषि मुनिहरूले तप्दै ज्ञानको दीप जलाए, जहाँ श्रीखण्ड र चन्दन सुगन्धी बास झर्छन्। यही हो मेरो देश नेपाल, यही हो मेरो देश नेपाल, यही हो मेरो देश नेपाल। थ्याङ्क यू। साँच्चै नै संसारको छानो, एसियाको ज्योति, गौतम बुद्ध जन्मेको देश, यही हो हाम्रो देश नेपाल। सागरको पर्फर्मेन्सलाई पनि हामीले सुन्ने अनि हेर्ने मौका पाइसकेका छौँ। टप 10 प्रतिस्पर्धी हुनुहुन्छ, उहाँको यो पर्फर्मेन्स कस्तो लाग्यो? जजेसहरूतर्फ लाग्छु। अनुराधा म्याम। सागर आलेजी आफूले एकदमै झुमेर होइन रमाएर गाउनु भएको थियो। थ्याङ्क यू म्याम। स्वदेश गानमा पनि एकदमै मातृभूमि प्रेम देखिरहेको थियो आफूमा। त्यो हुन पनि पर्छ, सबैमा स्वाभिमानी बन्न पनि पर्छ। पर्फर्मेन्स एकदमै राम्रो थियो, ताल पनि अलि सजिलै ताल हो यो है, राम्रोसँग निभाउनु भयो। गीत पनि सजिलो गीत छ यो, राम्रोसँग निभाउनु भयो। सबै राम्रो नै लाग्यो मलाई। बेस्ट अफ लक। कन्फिडेन्स लेभल एकदमै राम्रो छ तपाईँको, पहिल्यैदेखि मैले भनिरहेको हो, कतिचोटि रिपिट गर्ने यो वर्ड होइन, सबै राम्रो छ। थ्याङ्क यू। थ्याङ्क यू म्याम। मौसम सर। सागर को सबैभन्दा राम्रो कन्फिडेन्स। यस र तिमीले कुनै पनि गीत गाउँदाखेरि त्यो गीतमा एउटा डिसेन्सी, एउटा इनोसेन्सी थप्छौ तिमीले, र तिम्रो एउटा स्टाइल छ, एउटा शैली छ, त्यो एकदमै एप्रिसिएबल छ। ओभरअल सङ चाहिँ अलि इजी सङ नै थियो टु सिङ है। ठिकै छ, राम्रो लाग्यो भाइ। बद्री सर। मौसम सरले भन्नुभयो जस्तै राम्रो छ, एभरेजमा। सेलेक्सन अलि इजी थियो, त्यसैले गाउन पनि इजी, सजिलो पनि भयो। रमाइलो थियो, मनोरञ्जनात्मक थियो, भावात्मक थियो। अब राष्ट्रिय गान भनेपछि अलिकति भाव त हुनैपर्छ। यसमा राष्ट्रिय खुसी थियो, अरूमा राष्ट्रिय दुःख हुन्छ कुनै भने जस्तो, यसमा राष्ट्रिय खुसी थियो। यो मेरो नेपाल भएकोमा म गौरव गर्छु भन्ने भाव थियो, त्यो साह्रै राम्रो लाग्यो। थ्याङ्क यू। अब सागरको स्वर त राम्रो छ, त्यसैले ऊ यत्रोजनाबाट छानिएर टप 10 मा आइसक्यो होइन। तिमीलाई अगाडिको लागि शुभकामना। सरोज सर। सागर भाइलाई मेरो क्वेसन, पहिला तपाईँ सिक्नुहुन्छ? सिक्दिनँ। गड गिफ्टेड। तर धेरै राम्रो छ। मलाई चाहिँ तपाईँको आवाज सुनेर एउटा प्लेब्याक सिङ्गर बन्न सक्ने तपाईँको सम्भावना एकदमै बढी छ। हुन त मेरो उमेरले अलिकति डाँडा काटिसक्यो, तर पनि कुनै दिन सम्भवतः तपाईँको आवाजमा पनि मैले स्क्रिनमा एक्टिङ गर्ने मौका पाउँछु कि भन्ने मलाई लागिरहेछ। थ्याङ्क यू सर। थ्याङ्क यू जजेस। थ्याङ्क यू सागर। वेल, तपाईँ हेर्दै हुनुहुन्छ एआरबी मोबाइल हब चितवन आइडल सिजन 2 र यो हो टप 10 भित्रको प्रतिस्पर्धा। अब हामी कार्यक्रममा एकैछिन सर्ट कमर्सियल ब्रेकतर्फ लाग्छौँ। ब्रेक पछि फेरि आउनेछौँ, कहीँ नजानु होला।